नमस्कार है, म रमेश गाउँले है। अब तपाईहरुको यो दुधकोशी सिमसार छेउमा चाहिँ साथीभाइहरु अब पिकनिक खान अथवा चाहिँ यसो मनोरञ्जन दृश्य हेर्न आउनुहुन्छ, रमाइलो नि गर्नुहुन्छ। रमाइलो सँगसँगै चाहिँ यहाँनिर यसरी चाहिँ बोतलहरु फुटालेको देख्यो हैन भाइ? खै देखाउ त हातमा। अब केटाहरुले यस्तो बिचारा यस्तिर सोर सफाई गरिरहेको छ हैन। यो हाम्रो चाहिँ स्पोर्ट डाँडागाउँको टिमले ल यसरी चाहिँ फुटालेको यस्तो चाहिँ गर्न नहुने हो। अहिलेबाट अब सूचना खाएपछि एकदम सम्बन्धित ठाउँमा राख्ने हैन। नभए भोलि बिहान आएर त फुटाल्ने काम त गर्ने भएन के। बियरको बोतलहरु अन्य बोतलहरु फुटालेको देखियो। त्यस अर्थले यति राम्रो चाहिँ भएन। त्यो चाहिँ नगर्नको लागि म हृदयदेखि अनुरोध गर्दछु सबैलाई। अब एकचोटि जे भयो भयो, अब आउने दिनमा यस्तो नभइदियोस् हैन। अब मनोरञ्जन गर्नुपर्छ तर विध्वंस पार्नु हुँदैन। भोलि चाहिँ आफ्नै खुट्टाहरु काटिने सम्भावना हुन्छ। त्यो छ। यसलाई चाहिँ अलिकति सुरक्षित ठाउँमा राखिदिनको लागि अनुरोध छ। र अब सबैलाई फेरि पनि अनुरोध गरे, अब एकदमै चाहिँ यस्तो अलिकति यो कार्यहरु चाहिँ नगरिदिनको लागि सबैलाई मेरो अनुरोध छ है। म सिमसारको अध्यक्ष र सबै भाइ भतिजाहरुलाई अहिले यस्तो दुःख भइरहेको छ। हात काट्यो भने झ्याउ हुन्छ हैन। यस्तोमा पनि बाबु हात काट्यो क्या? काटे हैन। ल ठीक छ। ल टिम स्पोर्टले अस्ति कार्यक्रम गरेको चाहिँ सबै सफल भएको छ र अब तपाईको चाहिँ सरसफाइमा पनि लाग्यो। हिजो राति हो यो सबै भएको। सबैले फेरि पनि यसो नगर्न अनुरोध गर्छु। हस्त नमस्ते, शुभ सन्ध्या, जय सिमसार क्षेत्र।